सबैजनालाई नमस्ते अनि जय मसी। आज चाहिँ म धरान जाँदैछु अनि आज चाहिँ म डेली ब्लग बनाउन आँटेको। मतलब आज दिनभरि म के गर्छु, कता कता जान्छु भनेर। अनि म एक्लै छु, बहिनीलाई लानु पर्यो भनेको बहिनी नै मानेन। अनि हेर्नु होला हाम्रो चिया बगान चाहिँ यस्तो दामी छ, झापाको यस्तो दामी छ। अनि म चाहिँ जाँदैछु बिहान बिहानै, तपाईँहरूलाई म त्यहाँ पुगेँ। अनि हेर्नु होला यस्तो बाटो पनि छ है हाम्रो चाहिँ चिया बगानको भित्रभित्र यस्तो बाटो छ, घरहरू यस्तो छ यस्तो छ। मैले चाहिँ पेन्ट सुर्किरहेको छु किनभने मेरो पेन्ट लामो भएर बाटोमा हिलो लागेर कस्तो कस्तो मजाको घाम लागिरहेको छ। अनि यहाँबाट चाहिँ मैले भोइस ओभर गरेँ किनकि मलाई मान्छेहरूको सामु बोल्नु लाज लागिरहेको थियो है। अनि यहाँनिर हेर्न सक्नुहुन्छ म चाहिँ जाँदैछु बिर्तामोड, किनभने बिर्तामोडबाट डाइरेक्ट गाडी पाउँछ इटहरी धरानको। म चाहिँ जाँदैछु, बाटो चाहिँ यस्तो कच्ची छ, धुलोले अलिकति पानी छर्केको रहेछ, नत्र भए त यो बाटो यति धुलो हुन्छ कि। म चाहिँ यो बसमा जाँदैछु डल्फिन यातायात। ल यहाँ चाहिँ दामी खाजा बिक्री हुँदो रहेछ। हाम्रो ब्युटिफुल माइजू हामी चाहिँ म धरान चाहिँ अहिलेको पहिला स्कुटी पास गर्नुपर्ने थियो र स्कुटी मैले मेजिकमै त्यो चाहिँ पास गरेको छु, त्यही भएर हामी जाँदैछौँ। अनि माइजूसँग भेटेपछि मलाई चाहिँ हाँस उठ्छ, त्यही भएर मैले भिडियो बनाउनु चाहिँ अलिक उयो भइरहेको छ। माइजू कमेडी हुन्छ। हामी चाहिँ सफारीमा जाँदैछौँ। कस्तो पनि भइरहेको छ केस फेरि बाउलाई यस्तो भइरहेको राम्रो हुनुहुन्छ हौ। खनाहाट म त गएको थिएन हौ खनाहाट त फेरि कहिले पनि पुगेर स्कुटी पास गरेर अनि फेरि हामी धरान जाँदैछौँ। अनि धरान गएपछि चाहिँ के गर्ने माइजू? धरान गएपछि पुरै जलमुरी खाने झरमुरी खाने के भयो आइपुग्यौँ। तर माइजूले मलाई 2 रुपियाँको बाटोमा 100 रुपियाँ तिराउनु मैले होइन हौ। तपाईँलाई हामी दुईजनाले नि भ्लग बनाउने चक्करमा बाटो साटो सब बिर्स्यौँ। कहाँ हो नेपाल इन्सुरेन्स कता हो माइजू? कता हो त्यहाँ उयो नेपालको झन्डा भएको ठाउँमा हो क्या हो। ल हामी चाहिँ मेरो चाहिँ नयाँ भ्लग मलाई यसो आँट दिनु ल। हामी चाहिँ बाटो भुलेर कहाँ हौ माइजू? नेपाल इन्सुरेन्स त रोडमा आएर हेर्नुपर्ने रहेछ होइन? उ त्यहाँ होला कता नेपाली दिन अहिले त्यो पनि छुटो पनि छैन नेपाली इन्सुरेन्स होइन। यो चाहिँ खनारमा रहेछ, खनारमा पनि होइन, खनारदेखि यतै रहेछ। उतै होला के म सोध्छु। उतै पर भनेर देखाएको होइन? मेरो सोध्नु न एउटामा नेपाली त्यो होइन हौ, सोध्नु न एउटा उयो यो होटेलमा होटेलमा पराइ रहेछ क्या। म क्यामेरा पक्रेको देखेर नि मान्छे हाँस्छ होला। टाइम लाग्यो, म त छिटो पो हुन्छ होला भनेको। हामी चाहिँ यहाँ पर्खिरहेको छौँ। कत्रो गाला कस्तो अल्छी लाग्यो, मेरो अनुहार कस्तो अल्छी देखिरहेको। यहाँ छौँ हामी, त्यहाँबाट यता आयौँ। के हो किन कति टाइम लाग्छ त्यहाँ? खोइ अब उहाँले गरिदिने हौ मेरो सिस्टर। भित्र छिरो पैसा फाइनली निस्किसक्यौँ। हाम्रो काम सबै पुरा भइसक्यो। अब हामी घरमा गएर मुखदान गर्ने भाउजू भाउजू भन्छ माइजू के खाने भन्दा गर्ने नि। ल हामी चाहिँ निस्किँदैछौँ। 2 PM ले पास गरिसकेर
बाटोमा यति धेरै हल्ला भएको कारणले केही पनि भोइस सुनेन छ। अनि फेरि भोइस ओभर गर्नु पर्यो। यहाँनिर हेर्न सक्नुहुन्छ यो चाहिँ धरानको रोड हो। हर्क साम्पाङले यति धेरै डेभलप गर्नुभएको छ। पहिले यो बाटो यति धुलो हुन्थ्यो कति गाह्रो हुन्थ्यो। हामी चाहिँ फाइनली घरमा आइपुग्यौँ। म चाहिँ माइजू चाहिँ यहाँ नक्कल पार्दै हुनुहुन्छ के किन्दै हुनुहुन्छ। किन्यो भने किन्नु न त मन परिहाल्छ कि भनेर ल मेरो पनि धेरै छ म किन्दिनँ। हटिस्यो त माइजू मेरो क्यामेरा पक्रेको भएको छ कि छैन। यस्तो दामी छ धरान चाहिँ हेर्नु होला। सुन्तलाहरू फ्रेस सुन्तला पाहाडबाट ल्याएको अर्ग्यानिक सागहरू। आलु निम्की पनि खाँदैछौँ। फाइनली माइजूको रुम आइसक्यौँ। घर ढोका हामी चाहिँ फाइनली आइपुग्यौँ। म जस्तै भएर आएको। अनि यहाँ हेर्नु होला माइजूको सेक्युरिटी गार्ड हो। यहाँ चाहिँ यस्तो भ्यू छ दामी छ। म चाहिँ अस्ति यहीँ बसेर गएको। यो माइजू चाहिँ फेरि कमेडी पनि धेरै कमेडी हुन्छ। भारती सिंहसँग दाल त हुन्छ। त्यो के गर्छ होइन माइजूले चाहिँ यसले बिरालोलाई चेपिदिनु भयो। फाइनली हामी माइजूको रुम आइपुग्यौँ। यो सुन्दर बिहानी सबैलाई स्वागत छ। यो चाहिँ मैले भिडियो इन नगरिकन त्यत्तिकै मस्त सुतेछु। अनि त्यही भएर अहिले बिहान उठेर फ्रेस भएर अनि भिडियो गर्दैछु। आज म दिनमा के देख्छु तपाईले देख्नु। अनि यहाँ चाहिँ हाम्रो हालत हेर्नु होला माइजूको। म यहाँ माम पकाउँदैछु नदेखाउनु न। हेरौँ न माइजूले चाहिँ साङलाई पुऱ्याएर मिठो खानेकुरा बनाउँदै हुनुहुन्छ। यहाँ के हो यो साग पनि छ। बिहानको दरो खाजा भन्दा पनि खाना खाँदैछौँ। माइजूले यहाँ दामी बनाउनु भएको छ। यहाँ अचार सलाद। म आधा खाइसकेँ। माइजूले चाहिँ आधी खाइसक्नु भएको छ। म चाहिँ फोटो सार्दै थिएँ। ल खान्छौँ ल। त्यही खाइदिनु पऱ्यो एक कास त। ल खाएपछि भेटौँला होइन माइजू। साथीहरू मैले यो भात अघि हालिदिएको देखाएको थिएँ नि त्यो फिनिस गरिसकेर खाइसकेर पनि माइजूले फेरि यत्रो हालिदिनु भएको छ। म चाहिँ यहाँ रेडी सेडी भएर कहाँ जान आँटेको तपाईँहरूले सोच्दै हुनुहुन्छ होला। म चाहिँ फेरि घर झापा फर्किन आँटेको। मेरो चाहिँ भोलि काम छ त्यही भएर आजै फर्किन आँटेको। कस्तो देखिरहेको छ हिजोको लुगा ल्याएको। यहाँ हेर्नु होला अचार चाहिँ दामी माइजूले बनाउनु भएको। मैले त होइन कसले त उता पछाडिको बहिनीले। ल हामी चाहिँ जाँदैछौँ है। फेरि बाई बाई। यसको ठुगाल्नुपर्छ माइजू। के ठुगाल्नु पर्दैन। ए ल सुत ल। यो चाहिँ गेट के हो यसको सेक्युरिटी हो तपाईँहरूको। थोरै पर्यो होला नि त। ल हामी चाहिँ अब जाने घरतिर। कुम्लो कुल्टो बोकेर भन्नु अरे एउटा प्याक बोकेर आएको। त्यही बोकेर ताप कस्तो आएर हेर्नु माइजू। राम्रै आइरहेछ। कति राम्रो देखेको। अनि फेरि हामी गयौँ। यहाँ चाहिँ हेर्नु मेरो भान्जी आज बस्नुभन्दा नि मान्नु भएन पक्नु। उसको म पनि पछि आउँछु अनि मान्दी। हामी चाहिँ बोजूलाई बोजूलाई भेटेर जान आँटेको। नानी सानीको दोकानमा आउनुभएको छैन। आउनुभएको छ भने भेट्छु नत्र भने चाहिँ घरतिर जानुपर्छ। किनभने मेरो भोलि काम छ। म चाहिँ भोलि सन्डे क्लासको स्कुल त्यो नानीहरूलाई बाल सङ्गतिको नानीहरूलाई टाइम दिनुपर्ने हुन्छ। त्यही भएर जाँदैछु। अनि मेरो अर्को काम पनि छ। के काम जयपुरको
जयपुर पनि जानुपर्ने छ कता कता जानु एक्लो जिन्दगी भन्दा चटपटी खान जानु तपाईँ खानु ल खानु न मेरो साथीले मिठो बनाउँछ म जान सक्दिनँ म खान सक्दिनँ अहिले म यत्रो भात खाएर हिँडेको मान्छे त छिटो छिटो हेर्नु हामी यता पो जाने हो त ल हिँड्नु न त्यता ल हाम्रो माइजूको साथीको दोकान म हिरो नि देखिरहेको छु माइजूलाई त दोकान माइजूको साथीको दोकान अरे अब चाहिँ हामी जान्छौँ घर चाहिँ यति राम्रो छ है होइन घरहरू कस्तो दामी दामी छ मलाई चाहिँ अल्छी लाग्छ यता धेरै दिन बस्नु नि त्यही भएर म चाहिँ घरतिर हिँडिहाल्छु चिया बगान भए पनि जे भए पनि मलाई चाहिँ आफ्नै गाउँ प्यारो लाग्छ त्यही भएर चाहिँ म चाहिँ गाउँतिर जाँदैछु माइ छिटो न ला खेल्नु थाल्यो क्या हो छिटो हिँड्नु है अब म बोजूको गएर भेट्छु तपाईँलाई ल माइसानीको दोकानमा माइसानीको दोकान आइपुगेँ माइसानीको दोकान जस्तो छ यहाँनिर गोस लाइन जस्तै छ अनि यहाँ हाम्रो बोजू मेरो बोजू ल यहाँनिर अब नमस्ते भनेर लु बोजू तपाईँको नाम के हो लु नमस्ते भनेर छिटो न हल्का साम्बाङसँग बोले हाम्रो बोजू चाहिँ हर्का साम्बाङसँग पनि भिडियो बनाउने मान्छे हो अरे क्या ल बोजूको होइन अरूलाई अब हामी चाहिँ बोजूसँग भेटिसक्यौँ बोजूले चाहिँ यहाँनिर जाँदैछ भनेर बोजू चाहिँ रिसाइसक्नु हुँदैछ र पागल पनि भन्दै हुन्छ बुढी मान्छे थाहा छैन त्यही भएर यहाँ चाहिँ मानिसानीको दोकान हो यहाँ सबै दोकान चाहिँ एउटै खालको दोकान छ अनि पहिले हाम्रो पापाले यहाँनिर मासु काट्नुहुन्थ्यो भ्लग हो क्या भ्लग बोजू भ्लग अब भरे आउँछ तपाईँको अब चाहिँ म चाहिँ जानु आँटेको ल माइली सानी यता हेर्दिनँ उहाँ चाहिँ मेरो माइली सानी हुनुहुन्छ यहाँ माइली सानीको होटेल अब म चाहिँ घरतिर जाँदैछु ल माइली सानी गएको ल भर्खर खाना यति खाएर आएको लु बोजू केही नखाने बोजू हतारमा आएको अरू बेला आउँछु होइन मजाले बस्ने गरी मन नगर्नु होला अरे क्या म एकछिन आएँ अनुहार मात्रै देखाउनु त्यही भएर मलाई आउनु पनि मलाई फेरि आनु गएछ ल के गर्नु हतारमा आयो हतारमा आयो जानै पऱ्यो घर मन त गरे हुन्छ तर पनि म जान्छु म अरू बेला आउँछु त्यस्तो हो बिना प्लान आएको नि त म हतारमा आएको क्या त्यही भएर गो भाइ बोजू ल अरू बेला आउँछु म बाई गर्दिनँ बाई अरू बेला आउँछु ल ल यहाँ चाहिँ चिसोहरू एक्सट्रिमहरू पाउँछ मानिसानीकोमा आएन भन्ने आएको अरू बेला म आउँछु पहिले आउनु 4,000 बेचेर पैसा चाहिँ 0 पैसा लु गो भाइ ल जाउँ ल हामी चाहिँ हिँड्यौँ के गर्नु जानै पर्यो नि दुःख सुख हेर्नु न दाँत कसको दाँत हो माइजीको दाँत हो
गाइड्स रेशमादीलाई मनपर्ने माछा यत्रो ठुल्ठुलो मनपर्छ नि त माइजू यस्तो बनाएकोले माछा ल म चाहिँ अब गाडी चढेर हेर्दै बस्छु ल मलाई लास लाग्छ यस्तो छ धरान चाहिँ मैले अस्ति एयरफोन यहीँ किनेको तपाईँ चाहिँ कतिखेर आउने अरे साइकल लिनु भाइरल पसौँ यस्तो क्राउड छ म चाहिँ अब गाडीमा चढेपछि मात्रै फेरि भिडियो कन्टिन्यू गर्छु दोकानहरू दामी दामी चप्पलहरू पाउँछ कसले माग्यो के पाउँछ भन्दैन न त यहाँ लाइनमा यो लाइनमा यो देशी लाइनमा चाहिँ स्पेसल चप्पल र जुत्ताको मात्रै लाइन छ ल यता देखाइदिनु न सबै यत्रो हो रहेछ अरे देशी लाइन भन्छ र म चाहिँ कतिचोटि आउँछु तर यहाँ तपाईँको नाम चाहिँ थाहा छैन मलाई देशी लाइन यो चप्पल हो आइपुग्नु आँट्योमै हामी के कुन ठाउँको ए धराको घन्टा घर माइजू क्या उधार दिने अन्डा सुर्गा माइजूको चाहिँ फ्रेन्ड भेट्नु हो घन्टाघर धरानको टावर आइपुग्यौँ धरानको घन्टाघर भानुचोक अब हाम्रो गाडी अब म जान आँटेको छु अनि माइजू चाहिँ ल बिछोड एउटा गीत गाइदिनु न बिछोडको एउटा बिछोडको गीत गाइदिनु न ल रुइरहेको छु अगाडि मलाई म यति पछाडि बस्नु भएको छ यतिको पछाडि म चाहिँ पछाडि बस्ने ल ल बाई ल जानु ल तपाईँलाई भनिन्छ अपडेट जाँदैछु बसको हेर्नु न चिया कति फुल आइपुगेँ हेर्नु होला फेरि पनि यो चिया बगानलाई म चाहिँ फेरि यही बाटो आउँदैछु हिजो गएको थिएँ आज फर्किँदैछु म एकछिन आन्टीसँग गफ गरेँ कालीभाडामा अनि आज मेरो अनुहार देखेर तपाईँहरूलाई विरक्त लाग्यो होला यति धुलो यो लुगा त सबै धुलो भइरहेको छ क्यामेरामा देखेको छैन म चाहिँ घरमा गएर ट्याक्कसँगले नुहाउनु पर्ने छ गाइज अब के गर्ने एक्लै छु है भिडियो बनाउँदै हिँड्नु पऱ्यो नत्र त अल्छी लाग्छ यस्तो है बाटो चाहिँ कालीभाडाको ओह्रालोको बाटो जाँदैछु भिडियो हुँदै होला भनेको त कट पो भइसकेको छ यस्तो छ बाटो अस्ति म यही बाटो कुद्दै आउँदै थिएँ जाँदैछु
घर त देखाएँ मैले अस्ति, तर यो कसको घर मलाई चाहिँ थाहा छैन। नयाँ घर बनिँदो रहेछ। यस्तो छ। जाँदैछु म चियाको बिचबाट। अबे सेती बिल्ली हेरेन न। यिनीहरू पार्टनर रहेछ, पार्टनर। शङ्कर देपा, शङ्कर देपा घर हो। छिरे म छिरे हाम्रो गाउँतिर म छिर्दैछु। सहरदेखि म गाउँतिर आइपुगेँ। अनि बाटोमै आन्टीले मुला दिनुभएको थियो। मुला पनि ल्याएँ नानीलाई, बहिनीलाई कुरमुरे पनि ल्याइदिएँ। अनि मैले यहाँ आएर हिजो भिडियो भ्लग बनाएको थिएँ। म यहीँ आएर इन गर्न गइरहेको छु। मेरो घर 2 मिनटमा पुगिन्छ। म चाहिँ घर पुगेर भन्दा नि साह्रै गलेको छु। घर पुगेर नआउने विचार छ मेरो चाहिँ। त्यही भएर चाहिँ म भिडियोलाई यहीँ इन गर्छु। तपाईँहरूलाई के कस्तो लाग्छ लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। हुन्छ सबैलाई जय मसी अनि बाई बाई।